बाबु बिहानैदेखि मोबाइलमै छस्, खाना त खा। के भयो, मोबाइल राखेर खान? हजुरलाई अरू काम छैन, सधैँ कराइरहनु हुन्छ। के रिस, म तिम्रो भलो चाहन्छु। बाबु आमालाई नरिसाऊ, छोड्नुस् त। कराएको होइन बाबु, तिमी दिनभर केही नखाइ बस्छौ भनेर चिन्ता लागेको हो। म बच्चा होइन, अब सबै कुरा सिकाइरहनु पर्छ। दाइ, यति उमेरमा पनि ओभरटाइम? छोराको भविष्य बनाउनु छ, दुख त सहनै पर्छ। त यही काख छोड्दैन थियो, एकछिन आँखा अगाडि नदेखे पनि रोइहाल्थ्यो। आज हेर्दा हेर्दै यति ठुलो भएछ, अब त आफ्नै बाटो समातेर टाढिँदै गइरहेछ। अरूका बाबुले बाइक किनिदिन्छन्, नयाँ फोन लगाइदिन्छन्। मेरो लागि चाहिँ कहिले केही गर्न सक्नु भएन तपाईँले। सधैँ पैसा चाहिँ मात्रै भन्नुहुन्छ। छोरा, म प्रयास गरिरहेको छु। तिम्रो पढाइको लागि त दिनरात काम गर्नुहुन्थ्यो तिम्रो बुबा। हामी सबै घर फर्किसकेपछि पनि उहाँ ओभरटाइम गरेर बस्नुहुन्थ्यो। माफ गरिदिनुस् बुबा, मैले तपाईहरुको माया बुझिन। के भो बाबु, रोउन? म तपाईलाई धेरै माया गर्छु। म पनि तिमीलाई माया गर्छु।